राष्ट्रपतिबाट आयौं त्यही हो, कांग्रेसबाट आयौं त्यही हो, हामी नेपाली कम्युनिस्ट पार्टीबाट आयौं त्यही आएपछि त किन डराउनु पर्यो हामी? हिजो कांग्रेस एमालेबाट आउँदा पनि हामीले के भन्थ्यौं भने अन्ततः अहिले जनताले बुझ्न गाह्रो, हामीले बुझाउन सकेका छैनौं, हामी आफै पनि केही न केही कमजोरीहरू हाम्रा बढ्दै गएका छन्। त्यो कारणले Extreme energy drink. गाह्रो भएको मात्रै हो, तर समयले बिस्तारै आम जनतालाई बुझाउँदै ल्याउँछ। यो सबै कसले गरेका थियो भन्दा क्रान्तिकारीहरू कम्युनिस्टहरूले चाहिँ लडेर संविधान सभा गरेर संविधान बनाउँदाखेरि लडेर ल्याएको हो नि त। चाहे मधेसी हो, चाहे मुस्लिम हो, चाहे दलित हो, चाहे महिला हो, जनजाति हो, सबैको राष्ट्रपतिबाट आयौं त्यही हो, कांग्रेसबाट आयौं त्यही हो, हामी नेपाली कम्युनिस्ट पार्टीबाट आयौं त्यही आएपछि त किन डराउनु पर्यो हामी? त्यसमा हामीले कन्फिडेन्टली भन्नु पर्यो राजनीतिक र वैचारिक हामीले जितेकै छौं र अहिले पनि हामीले पार्टी एकताको झण्डा दोहोरोसम्म उठाएकै हो।